सो गाइस नेपालीहरूको फ्यान र क्रेज देखेर आइसिसीले चाहिँ एउटा इम्पोर्टेन्ट डिसिजन लिँदैछ र यो डिसिजन भने चाहिँ आइसिसी एसिया 2026 जुन चाहिँ रिजनल कन्फरेन्स हुनेवाला छ त्यो चाहिँ काठमाडौँमा हुँदैछ 16 र 17 अप्रिलमा, जो चाहिँ एकदमै इम्पोर्टेन्ट छ नेपालको लागि र आइसिसीको लागि। किनभने नेपाल एउटा क्रिकेटमा ग्रोइङ देश हो, जुन चाहिँ आइसिसीले एकदमै धेरै खुसी भएर जुन चाहिँ पहिला जुन सम्बन्ध बङ्गलादेशसँग हुँदै थियो त्यो सम्बन्ध अहिले नेपालसँग गर्न आँटेको छ र एकदम यो नेपालको लागि एकदम खुसीको खबर पनि हो। किनभने सायद जुन चाहिँ अब 2031 को वर्ल्ड कप इन्डिया र बङ्गलादेशमा हुनेवाला थियो, अब त्यो सायद इन्डिया र नेपाल बीच हुन पनि सक्छ यदि त्यति बेलासम्म नेपालमा सबै स्टेडियमहरू तयार भयो भने। तपाईहरुलाई के लाग्छ? आइसिसीले एकदमै सही डिसिजन लिएको छ? यदि यस्तै क्रेज पछिसम्म पनि भयो भने नेपालले पक्कै पनि टेस्ट नेसनको मान्यता प्राप्त गर्नेवाला छ र सी र्याङ्किङमा नेपालको चाहिँ इम्प्रुभ पनि हुन सक्छ है।